हेलो सम्पूर्ण मित्र नमस्कार। यो चाहिँ हाम्रो ज्येष्ठ नागरिक पार्क अनि यहाँ यस्तो छ यहाँ हाम्रो लिम्बूहरूको घर है। यहाँ च्याब्रुङ टक्क झुन्डै राखेको छ। यसरी चाहिँ आउनुपर्ने ठ्याक्कै है। यो यस्तो छ है, यहाँ पनि च्याब्रुङ छ। ठ्याक्कै यो घर यस्तो छ, दुईटा एकदम पहाडको घर जस्तै हाम्रो मौलिक घर, पुरानो है परम्परा, हाम्रो पुरानो परम्परा अनुसारको घर यहाँ टक्क छ मित्रहरू। ज्येष्ठ नागरिक पार्क एकदम राम्रो छ, घुम्न आउनु होला मित्रहरू। हेर्नुहोस् ठ्याक्कै एकदम रमणीय छ, रमाइलो छ, एकदम राम्रो छ है। बन्दैछ, अझै पनि कम्प्लिट भएको छैन। यहाँ बन्दैछ ज्येष्ठ नागरिक। यता यस्तो छ, यहाँ पनि एउटा बस्ने ठाउँ हट छ। यहाँ पानी रहेछ, पोखरी, स्विमिङ पुल त होइन, यसो डेकोरेसनको लागि टक्क यसरी बन्दैछ, कम्प्लिट भएको छैन। परदेखि यस्तो घुमेर चाहिँ पुरा एक चक्कर लाउनु पर्ने छ। यहाँ बन्दैछ, यहाँ बनाउने साथीहरू पनि हुनुहुन्छ। यसरी चाहिँ ठ्याक्कै यहाँ माथि एकदम राम्रो छ गाइज। यस्तो छ मित्रहरू, यो चाहिँ ज्येष्ठ नागरिक पार्क धरान होइन, हाम्रो श्रम संस्कृति पार्कको यतापट्टि हो। यो चाहिँ श्रम संस्कृति पार्ककै यतापट्टि यो छ है मित्रहरू। यहाँ माथि होटलहरू छ, माथि ठ्याक्कै। अनि यसरी चाहिँ एकदम राम्रो बनाएको छ। यहाँ बाटो बन्दैछ अहिले चाहिँ, यहाँ त्यतिकै छ होइन, अब बिस्तारै बन्छ होला। यहाँ पानी यसरी चाहिँ टक्क पानी डेकोरेसनको लागि बनाएको छ यसरी है, एकदम दामी छ। यतापट्टि यो बाटो ठ्याक्क सरर एकदम मजाको छ। त्यहाँ चाहिँ गेट एउटा हट है बनाएको छ। त्यहाँ माथिबाट चाहिँ आउनुपर्ने, आउँदै पनि हुनुहुन्छ 3-4जना। नानी सानो रहेछ एकजना, अनि 3जना आउँदै हुनुहुन्छ। यताबाट चाहिँ आउनुपर्ने यसरी, यहाँ तल छिर्नुपर्ने। यस्तो छ, एकदम रमाइलो छ, दामी छ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने आउनु होला, घुम्न आउनु होला। हाम्रो श्रम संस्कृति पार्कको यतापट्टि छ है ज्येष्ठ नागरिक पार्क, हाम्रो हर्क साम्पाङज्यूको डिजाइनमा बनेको। यहाँ पनि हट एउटा छ, अनि यतापट्टि बस्ने हट। यहाँ गमला यहाँ पनि छ, तर यहाँ फुल र माटो चाहिँ हालेको छैन। यस्तो हुन्छ है। यहाँ पर नि एउटा छ, अनि ऊ माथि चाहिँ धेरै छ, त्यहाँ फुलहरू सबै हालिसकेको छ। अनि यहाँ यस्तो छ, यहाँ बस्ने ठाउँ
टक्कै रमाइलो छ। यहाँ पनि एउटा हट बस्ने हट है, एउटा बाइक पनि छिराएको छ, दामी छ। यस्तो छ, यहाँ पनि बस्ने एउटा हट रहेछ। यहाँ यस्तो छ टक्क है, यस्तो टक्क एक राउन्ड घुमेर चाहिँ जानुपर्ने। यहाँ काम गर्ने सानो भाइ दुईजना हुनुहुन्छ। अनि यहाँ बन्दैछ अझै है, हाम्रो जस्ट नागरिक पार्क बन्दैछ, एकदम राम्रो बन्दैछ। हेर्नु होला, यसरी चाहिँ एक चक्कर टक्क घुमेर जानुपर्ने, पछि एकदम राम्रो एकदम बन्दैछ हैन। अनि यस्तो छ है, यहाँ बनाउने साथीहरू पनि हुनुहुन्छ धेरैजना। यहाँ बन्दैछ टक्क, यो यहाँ बस्ने टक्क है, यो सिँढी त होइन, यो के भन्छ, यो टक्कै बस्ने ठाउँ, यता पनि बस्ने ठाउँ बन्दैछ है यताबाट। ल एकदम यहाँ पनि राम्रो एउटा हट बस्ने ठाउँ रहेछ, दामी छ है। टक्क अब वापस हामी गएको। यस्तो छ मित्रहरू, यो चाहिँ हाम्रो जस्ट नागरिक पार्क। हजुरहरूलाई अघि पनि मैले भनिसकेको छु यो चाहिँ कहाँ अवस्थित छ भनेर। यो हाम्रो श्रम संस्कृति पार्कको यतापट्टि जुन चाहिँ होटल छ, होटल साइडमा हो, यता तल्लोपट्टि है त गाइज। आउनु होला, घुम्नु होला। हाम्रो जस्ट नागरिक पार्क कहाँ छ भनेर तपाईँहरू दोधारमा हुनुहुन्छ भने श्रम संस्कृति पार्कको यतापट्टि तल्लोपट्टि है गाइज। ओके, यति नै मेरो छोटो भिडियोलाई बन्द गर्न चाहन्छु। हवस् त, धन्यवाद।